चाहिँ म है जापानमा पैसा कसरी डिपोजिट गर्ने त भनेर एउटा भिडियो बनाउनु जाउँ है त ब्याङ्कमा आउन सक्छ है नयाँ आउनेहरूलाई। त्यही भएर यो भिडियो हेरेर सबैजनाले हेलो गाइज, आज चाहिँ म जापानमा कसरी ब्याङ्कमा पैसा डिपोजिट गर्ने त सजिलो तरिकाले भनेर म एउटा भिडियो बनाउन जाँदैछु है। सबैजनाले हेर्नु होला। लेट्स गो टु द ब्याङ्क फर्स्ट। फाइनल्ली म ब्याङ्क आइसकेँ है। जाउँ है त ब्याङ्कमा। यस्तो डिस्प्ले देखाउँछ है। तपाईँले इङ्ग्लिस सिलेक्ट गर्ने है, सजिलो हुन्छ। हामीले डिपोजिट गर्ने हो नि त। डिपोजिटमा क्लिक गरौँ। यहाँ पासबुक हाल कि कार्ड हाल भन्छ है। मसँग चाहिँ पासबुक छ। त्यो गरौँ पासबुक। यो पासबुक हो है। पासबुक हालेँ है। यहाँ पैसा यता नोट हाल्ने, उता कोइन हाल्ने। नोट हालेँ है। पैसा हालेँ। त्यसपछि क्लोज गर्ने। क्लोज हुन्छ यसरी। पैसा मिलेन, त्यही भएर है। मैले फेरि पैसा हालेँ। नमिलेपछि फर्किन्छ। अहिले चाहिँ मिल्यो है। मलाई हाल्नु थियो 74,840। त्यसपछि पैसा हेरेर कन्फर्म बटनमा कन्फर्म गर्यो। त्यसपछि पैसा खातामा आइहाल्छ। मेरो कार्ड आयो, पैसा नि जम्मा भयो। यसरी चाहिँ पैसा जम्मा गर्न सकिन्छ। यसरी चाहिँ तपाईँले जापानमा सजिलो तरिकाले है इङ्ग्लिस अप्सन सिलेक्ट गरेर पैसा जम्मा गर्न सक्नुहुन्छ। एकदम सजिलो उपाय छ। सबैलाई थाहा नहुन सक्छ है, नयाँ आउनेहरूलाई। त्यही भएर यो भिडियो हेरेर सबैजनाले यसरी आफूले चाहिँ पैसा जम्मा गर्नु होला। सजिलो छ उपाय।